आज चाहिँ म स्केचअपको पार्ट 2 लिएर आएको छु हाम्रो बिगिनरदेखि 0 to हिरो क्लासमा। त्यसको लागि आज चाहिँ म युनिट सिकाउने छु। युनिट सिक्नको लागि हामीले सुरुमा यहाँनिर विन्डोमा जानु होला। त्यसपछि यहाँनिर मोडल इन्फो भन्नेमा जानु होला। यहाँबाट हामीले युनिटमा जाउँ। हामीले युनिट सिक्ने छौँ आज। यो आर्किटेक्चर, डेसिमल, इन्जिनियरिङ, फङ्सनल भन्ने चाहिँ यहाँनिर हामीले हेर्ने छौँ। त्यसको लागि भिन्नता के छ भन्ने अब मैले यहाँनिर एउटा रेक्टेङ्गल ड्रा गरेँ। यो भित्र गएर मैले यहाँ आर्किटेक्चर यहाँनिर चुज गरेर मैले यहाँनिर 0 छाने चुज गरेँ। यो साइडमा मैले 1 इन्च राखेँ। यहाँनिर जानु होला। सुरुमा हामीले के गर्न सक्छौँ भने यहाँनिर मेजरमेन्ट टुल लिएर यहाँनिर हामीले यसलाई चाहिँ मेजर गर्नेछौँ। हाम्रो यहाँनिर आर्किटेक्चरमा 6 फिट 4 इन्च देखाइरहेको छ। यो साइडमा जाउँ। 8 फिट 8 इन्च सो गरिरहेको छ। यहाँनिर हाम्रो डाइमेन्सन यो रेक्टेङ्गलको। यहाँनिर यसरी गरौँ। यो साइडमा पनि यसरी नापेर हेरौँ। अब यहाँनिर गएर हामीले मोडल इन्फोमा गएर चाहिँ यहाँनिर यसले हामीलाई आर्किटेक्चरलमा यहाँ सो गर्दाखेरि 6 4 सो गरिरहेछ भने हामीले योमा 8 8 देखाइरहेछ भने अब यहाँनिर गएर हामीले डेसिमलमा चुज गरौँ। डेसिमलमा चुज गरेर यहाँनिर चेक गरौँ। हाम्रो डेसिमलमा 104 देखाइरहेछ। योमा गरौँ। हाम्रो यो डेसिमलमा छ, त्यही भएर यहाँ हाम्रो यस्तो फरक देखिने भयो। अब हामीले इन्जिनियरिङ र आर्किटेक्चरमा के फरक छ त भन्ने। अब हामीले यहाँनिर आर्किटेक्चरमा हामीले यहाँनिर डाइमेन्सन हेर्दाखेरि 8 8 सम्म देखायो भने अब इन्जिनियरिङमा गएर हेरौँ। इन्जिनियरिङ गर्न बित्तिकै हाम्रो यहाँनिर फिटमा सिलेक्ट भइसक्यो। अघि हामीले यहाँनिर आर्किटेक्चर गर्दाखेरि यहाँनिर इन्चमा हाम्रो डाइमेन्सन इन्चमा सो हुन्थ्यो। फिट एन्ड इन्चमा सो हुन्छ भने हाम्रो यहाँनिर इन्जिनियरिङमा सो गर्दाखेरि चाहिँ हामीले चुज गर्दाखेरि चाहिँ फिट मात्रै यहाँ सो हुने। अब हामीले यहाँनिर मेजर गरेर हेरौँ। यहाँनिर हाम्रो 6 फिट मात्र देखाएको छ। हाम्रो अघि 6 4 देखिनु पर्ने हो, यहाँ 6 फिट मात्र सो गरिरहेछ। अब यहाँनिर यो साइडमा हाम्रो 8 फिट 6 इन्च आउनुपर्ने हो। यहाँनिर हाम्रो 8 फिट 8 इन्च आउनुपर्ने हो। यो ठाउँमा हाम्रो 8 फिट मात्र सो गरिरहेछ। त्यसको लागि हामीले यहाँनिर आर्किटेक्चर चुज गरेर चाहिँ हामीले काम गर्नेछौँ। योमा चाहिँ हाम्रो एक्ज्याक्ट भ्यालु सो हुने गर्छ आर्किटेक्चर चुज गर्दाखेरि। यो मैले साइडमा राख्थेँ। अब यो फङ्सन भन्ने हेरौँ। क्लिक गरौँ। हाम्रो फङ्सन छ। फङ्सनमा फ्र्याक्सनल छ। फ्र्याक्सनल भित्र गएर हाम्रो यहाँनिर हेरौँ। हाम्रो 76 इन्च देखाइरहेछ। यसले पनि इन्चमा सो गरिरहेछ। यो ठाउँमा पनि हाम्रो सो गरिरहेछ। अब यो इनेबल लेन्थ भनेको चाहिँ स्न्यापिङ भनेको छ। यसलाई हामीले क्लोज गरेर फर्मेट पनि डिलिट गरेर हाम्रो यहाँनिर त्यो स्न्यापिङ हाम्रो यहाँनिर अनेबल गर्दाखेरि डिस्प्ले युनिट फर्मेटमा मैले क्लिक गरेँ। अब यहाँनिर हाम्रो सो भइरहेको छैन। अब यसलाई मैले हटाएँ। यसलाई अनेबलमा मैले क्लिक गरेँ। यो दुवैमा मैले क्लिक गरेर हेरेँ। यो ठाउँमा हामीले दुवैलाई हटाएर यहाँनिर हामीले मेजर गर्न खोज्यो भने हाम्रो यहाँनिर इन्च र फिटमा सो गरिरहेको छैन। त्यसको लागि हामीले डबल दुइटैले सिलेक्ट गर्यो। त्यस पछाडि हेरौँ। ब्याक गरौँ। अब हेरौँ हाम्रो इन्चमा देखाइरहेछ।
यहाँ मेजरमेन्ट टुल छ, यहाँनिर क्लिक गर्ने अथवा यहाँनिर पनि यसरी क्लिक गरेर हामीले मेजर गर्न सकियो। हामीले यहाँबाट यसरी मेजर गरेर हेर्न सक्छौँ भने यहाँबाट चाहिँ हामीले यसरी डाइमेन्सन यसलाई क्याटमा जस्तो 2D मा जस्तो हामीले यसरी प्रोभाइड गर्न सक्यो। यसरी अब यसलाई हामीले युनिट चेन्ज गरेर हेरौँ। विन्डोमा जानु होला, मोडल इन्फोमा जाउँ फेरि। अब यहाँनिर गएर हामीले डेसिमलमा क्लिक गरौँ। एक्टिभ गरौँ। हाम्रो अहिले इन्चमै सो गरिरहेछ। इन्जिनियरिङमा जाउँ। यहाँनिर चेन्ज गर्न बित्तिकै हाम्रो यहाँनिर भ्यालुहरू चाहिँ अटोमेटिक चेन्ज हुन्छ, यहाँ देख्न सक्नुहुन्छ। अघि हाम्रो डेसिमलमा राख्दाखेरि हाम्रो चेन्ज भइरहेको थिएन भने अब हामीले आर्किटेक्चरमा राख्दाखेरि यहाँनिर चेन्ज गरेको देख्न सक्नुहुन्छ। अब इन्जिनियरिङमा जाउँ, यहाँ पनि चेन्ज भएको देख्न सक्नुहुन्छ। अब फ्र्याक्सनमा जाउँ। अब यहाँले देख्न सक्नुहुन्छ हाम्रो डेसिमल र फ्र्याक्सनमा सेम देखाइरहेको, फ्र्याक्सनलमा सेम देखाइरहेको छ। अब यहाँ डिस्प्लेमा हामीले यो पछाडि कति जिरो राख्ने त भन्ने पनि यहाँबाट देख्न सकिन्छ। हाम्रो यहाँनिर 0 1 मै राखौँ हामीले क्याडमा जस्तै, यहाँनिर पनि 1 राखेर लिएर अब यो मोडल इन्फोभित्र हामी छिरेर यहाँ एनिमेसन हेर्न सक्यो। हाम्रो एनिमेसन हामीले क्रिएट गर्दाखेरि सिन क्रिएट गरेर एनिमेसन क्रिएट गरिन्छ। त्यसको लागि हामीले यहाँ क्रिएट गरेर चाहिँ हामीले हाम्रो सिन चाहिँ कति सेकेन्डको बनाउने हो त भनेर यहाँबाट गर्न सक्यो। अब यो अर्को भनेको छ यहाँनिर सिन डिले भनेको छ। हाम्रो एउटा सिन सिद्धेपछि अर्को सिन रनिङ हुन चाहिँ कति सेकेन्डसम्म राख्ने त भनेर यहाँनिर हामीले कतिसम्म ढिलो गर्ने त अर्को सिन आउनको लागि चाहिँ भनेर चाहिँ यहाँबाट हामीले भ्यालु यहाँनिर राखेर हामीले त्यो सिन क्रिएट गर्नेछौँ। त्यो पछि हेर्नेछौँ। यो क्लासिफिकेसन हो, यो कम्पोनेन्ट हो, क्रेडिट हो, यो डाइमेन्सन फाइल, यो रेन्डर, यो लोकेसन हो, यो लोकेसन हो, यो रेन्डरिङ हो, यो टेक्स्टहरू, यिनीहरू सबै हामीले पछि नै सिक्नेछौँ।